हाई गाइज वेलकम टु माई मिनी भ्लग सो यो भ्लग चाहिँ लास्ट स्याटरडेको हो क्या त्यसो त्यति बेला चाहिँ हामी स्टिल चितवनमा नै थियौँ सन्डे फर्किने भन्ने प्लान भयो नि त अनि त्यही भएर चाहिँ स्याटरडे चाहिँ ल मुभी हेर्न जाऊँ भनेर मुभी हेर्न गएको थियौँ हामी चाहिँ रेड 2 हेर्न गएको थियौँ होइन तर मैले रेड 1 चाहिँ हेरेको थिइनँ अनि रेड 2 चाहिँ हेरेँ हेर्न चाहिँ राम्रै लाग्यो मुभी चाहिँ अनि रिभन चाहिँ ला के गर्छ होला किनभने उनीहरूले मुभीहरू खासै त्यस्तरी हेरेको छैन नि त थ्रु आउट तर चुप लागेर ज्ञानी भएर नै बसिरहेको थियो क्या त्यस्तो चकचक गर्ने ओर्ने चाहिँ गरेको थिएन अनि मेरो छोरी यति नकल चाहिँ नि आजभोलि ओमाई गड यति नकल पार्नुपर्छ उसलाई आफै फोन लिएर भ्लगहरू जस्तो नि गरिरहेको थियो अनि त्यसपछि मुभी सुभी सकेपछि चाहिँ हामी हुन्छ नि ल सौरातिर जाऊँ एकछिन भनेर डिनरको लागि भनेर अनि सबैजना चाहिँ अनि डिनर गर्नलाई सौरातिर लाग्यौँ यो ठाउँमा चाहिँ मैले कतिजना टिकटकहरू बनाइरहेको देखेको थिएँ क्या अनि रिभन यो राइनोहरू देखेर कति खुसी भएको थियो क्या बाटोमा अनि एलिफेन्ट पनि देखेको थियो नि त उनीहरूले यति ह्याप्पी भएको थियो क्या एलिफेन्ट देखेर अनि रिभन चाहिँ एकदम नै खुसी भएको थियो रिभी चाहिँ बिच भन्दा एकदम रिल्याक्स पनि गरेको थियो त्यही नै हो थ्याङ्क्स फर वाचिङ गाइज